मलाई धेरैजनाले होइन आजकल अब त कपाल नकाट यार अब त पाल भनेर भन्नुहुन्छ होइन। तर मलाई लाग्दैन म अब कपाल कहिले पनि लामो बनाउँछु भनेर। मलाई छोटो कपालै मन पर्न थालिसक्यो क्या, छोटो कपालै बानी भइसक्यो। कि त अब यस्तो केसमा चाहिँ म लामो पनि बनाउन सक्छु क्या। अब मेरो क्रस जुन दिन मेरो हुन्छ नि त्यो दिनदेखि म कपाल काट्दिनँ होला क्या सायद। तर के थाहा मेरो क्रसलाई मेरो यस्तै रूप मन पर्न सक्छ कि अरू केटाहरूलाई लामो कपाल भएको केटी मनपर्छ, उसलाई छोटो कपाल भएको केटी मनपर्छ कि त्यो इमेजिनेसन मात्रै हो क्या। अब मेरो क्रसलाई म यो दुनियाँमा छु कि छुइनँ भनेर पनि थाहा छैन होला नि त। अनि ऊ मेरो हुनु त इम्पोसिबलै हो नि त होइन। के थाहा हुन पनि सक्छ। कपाल अब लामो हुनु पनि इम्पोसिबलै जस्तो लाग्छ क्या मलाई। अब थाहा छैन पछि गएर मलाई लामो कपाल बनाउनु मन लाग्ला होइन। तर यसो सोच्दा चाहिँ म खासै लामो बनाउँछु जस्तो लागेन क्या पछि गएर। मलाई छोटो कपालले बानी भइसक्यो। अब कपाल लामो नहुँदा एक त स्याम्पू बचत भयो, नुहाउने बेला पानी बचत भयो, अनि छिटो सुक्ने पर्यो। कति थोक आइरहन्छ कपाल कोर्नु परेन मजाले।